हेलो एभ्रिवान, आज चाहिँ हामी टुर्नामेन्टको लागि टुर्नामेन्ट खेल्न गइरहेका छौँ। के छ त दाइ, तपाईँको विचार राख्नुहोस् आज के होला हाम्रो म्याच? आफ्नो अब 100% दिने के अरे के हुन्छ हेरौँ अब। ओके, यता दुईजना दाइहरू हुन्छ। यहाँ हाम्रो स्ट्राइकर दाइ, आज गोल लाउने दाइ हो, आज क्रिस्टियानो फ्यान हो उहाँ चाहिँ। ह्याट्रिक हान्ने हो आज। यता हाम्रो दाइ चाहिँ हाम्रो मेन डिफेन्डर। आज फेरेस्टिभलाई भूमिका चाहिँ मेन खेल्ने भनेको हाम्रो यता सकुल दाइको हो। म भनेको त म त्यही हो, अब म बिना नि गाह्रै हुन्छ हाम्रो फेरेस्टीलाई। यसै एक गोल चाहिँ लाउँछु होला भन्ने आशा छ मेरो पनि। टक्क हामी चाहिँ अब अरू दुईजना दाइलाई पिकअप गर्न जाँदैछौँ। टक्क हामी पाँचजना के हो रेकर्ड त भइरहेको थियो, आफै मऱ्यो क्या। त्यस्तै हुन्छ, मर्छ त्यो भइरहेको हुन्छ रेकर्ड चाहिँ। ए त्यस्तो हो। अब हेर्नु मन लाग्यो भने केटाहरूलाई यार मेरो भ्लग बनाइ। अब जस्तै यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ पुरै हाम्रो कोरियाको बुसान सिटीको एउटा सानो के भन्छ एउटा एरिया हो। यो चाहिँ एउटा कम्पनी एरिया हो। यसलाई चाहिँ नोक्सान भनेर भन्छ। यो फुल हाम्रो यो जति पनि यो कम्पनीको एरिया छ, यता माथिको साइडमा देख्नुहुन्छ यो सबै कम्पनी एरिया हो। अनि यता अगाडिको साइड सब कम्पनी एरिया हो। यता तल्लो साइडको सब कम्पनी एरिया भयो। अघि अब हामीले सुरु गरेको ठाउँदेखि अहिले जति हामी जाँदैछौँ सबै एरिया चाहिँ हाम्रो कम्पनी एरिया हो। हाम्रो यहाँ दाइ हुन्छ, यो चाहिँ ताल्लै पछि रातो हुन्छ त। हाम्रो यो गोप्रो प्लस र तिम्रो दुईजना होइन तिम्रो दुईजना अगाडि। अनि त्यो भाइ चाहिँ केमा खेल्छ? सर्ट त छ सर्ट त छ। तिमीले चाहिँ छैन नि मैले त मुकुम के चाहिँ नयाँ मान्छे अहन दिएको छैन राम्रो खेल्छ, त्यो बानी भयो नि त। एउटा चाहिँ गाउँमा अब फुटबल खेलेर आएको होला। फुटबल खेलेको मान्छे हो, फुटबल त्यो फुटसल चाहिँ खेलेको छैन। पावर सर्ट पनि त्यतिकै सहर नबसी एकचोटि सहर पढ्नु मात्रै बस्यो होला। अनि त्यतिकै आएको होला। त्यो स्किल पनि छ कि त्यो झुक्काउनु पनि छ। त्यसो त त्यसलाई अनि बनायो भने राम्रै हुन्छ नि। खेलेको मान्छे हो। तर देखिहाल्छ हो यो होइन, खेल त अब कसैको खेल आत्तिएर बल खुट्टामा भएपछि अब सन्दीपको त अब यस्तो त्यो फुटसल बलै त्यो कन्ट्रोल गर्नु सक्दैन। कसरी चाहिँ फुटबल त साथी आज चाहिँ फर्स्ट टाइम भएर राम्रो खेल्न सक्दैन, त्यो बानी भएपछि खेल्छ उसँग कम्पेयर गर्दा खेल्छ कि कतिको खेल्छ? म जतिकै म बढी खेल्छ भाइनाको त्यो के अरे एउटा भाइ थिएन मैले ल्याएको, अझै माथि गयो। माथि छ नि। तर त्यो त यहाँ आएर नि अझै बढायो होइन त्यसले क्या। सुरुमा त त्यति राम्रो थिएन नि त गेम हो। के भन्छ त्यसको त धेरै छ नि। एकजनाको के भन्छ मोबाइलमा के गरिरहेको छ, सर्च गरिरहेको छ लोकेसन एप्पल म्यापमा। मेरो त डाटै राम्रो चल्दैन, सस्तोवाला नि त्यो 17,000 काम गर्छ। मेरो त मामनको के पालि मामनको धेरै चाहिँदैन भनेर गरेको। अब यो काटेर अर्को लिनुपर्छ। 6 महिनासम्म काट्न नमिल्दो रहेछ। 6 महिनासम्म त काट्न मिल्दैन। त्यही त अब 6 महिना भएपछि। हेलो गाइस, अब चाहिँ हामी हाम्रो फ्यानएफसीको म्यानेजर दाइ गर्दैछौँ है। म्यानेजर हजुर म्यानेजर दाइको साइडतिर हामी चाहिँ जाँदैछौँ। अब चाहिँ हामी यो सागरीबाट चाहिँ हामी लेफ्ट लिएपछि चाहिँ हाम्रो म्यानेजर फ्यानएफसीको म्यानेजर दाइकोमा पुग्छौँ। के भन्दै हुन्थ्यो तपाईँले? ल तपाईँ कुरा गर्नु। अब चाहिँ हामी फ्यानएफसीको लास्ट पिकअप मान्छेलाई गर्न जाँदैछौँ भन्ने। लास्ट पिकअप र फ्यानएफसीको मेन के भन्छ पिल्लर दाइ।
भरे पिल्ला दाईको कुरा पनि सुन्नुहोस् है त तपाईँहरू कस्तो छ पिल्ला दाई सबैको यहाँ कमी भइरहेको थियो हामी चाहिँ मदन दाई हाम्रो म्यानेजर दाईलाई म्यानेजर दाईसँग हामी भेट भइसकेको छ यता हाम्रो नयाँ भाइ पनि छ हेलो यस्तो के छ खबर ठिकै छ नि नयाँ भाइको चाहिँ आज कोरियाको पहिलो टुर्नामेन्ट हो अनि ल दाइ तपाईँको दुई चार शब्द जाँच्नु त अब के आयो गर्नु होइन तपाईँले हजुर शब्द भइहाल्यो यति हो त्यस्तो खाले होइन अलि जानुपर्छ त के खालको त हिँड्नु भाइ लोकेसन हाल्नु लागेको सिधै उदो हिँड्दा ऊ परसम्म तपाईँको त्यहाँ इन्ट्रोडक्सन सिमासम्म जाउँ त्यहाँ अब केरा लानु पर्ला नि त म हेर्छु अब केटाहरूले चाहिँ 7:42 म्यासेज गर्छ अब 7:08-10 सम्म पनि यहाँ आइपुग्दैन भनेपछि गाडी कसरी कुदायो कहाँ पुगेछ फेरि पर्खिँदा सबैले आफ्नो दुःख मन पोखिरहेको तल सागारीमा बस्दा आउँदैन केटाहरू जाडो भइसक्यो हिँड्ने नि सिधा हिँड्नु भाइ तेल लाउने ठाउँ कता के हो? एड्रेसमा गएको छ तेल लाउने ठाउँ त लाउनु पर्यो नि त केटाहरूलाई अब तेल त अब तिमीले नै लाउने हो नि अब केटाहरूबाट हिसाब झार न के भएर तेल त अब लाउने हो नि तिमीले नै कहाँ यो बाटो तेल यहाँबाट भाइ मोड त राइट लेफ्ट कहाँबाट हौ यहाँबाट ए हिँड्यो भने उतै हिँड्नु अब गाडी अब त गइ त गयो अब 2 मिनट पुग्नुभन्दा अगाडिबाट भन्नु ल दाइ यहाँबाट मोडियो लेफ्ट ठ्याक्क आइपुगेपछि भनेर भने ट्याक्सीले त ठ्याक्क त्यसो गर्छ त अनि तिम्रो अलिक उराइनछ तिम्रो त मैले ऊ पो चेक गरेको त ड्राइभिङ साइकल होइन नि मोडाउनुको लागि साइकल होइन नि यो ब्रेक मोडाउनुलाई ए कहाँ ट्याक्सी बुढाले त यहाँ भनेपछि चाहिँ भनिहाल्छ त अनि आज त तिमी त ट्याक्सी वाल जस्तो हो नि जे भन्यो त्यही हो नि गाडी वाल होइन नि पैसा चाहिँ हामी दिने होइन उहिले त यो केटाहरूले दिँदा हो नि अब कहाँ म त अब यो गाडीमा चढ्दा त अब यस्तै छ है हाम्रो फेन्सीको दुःख सुखको कुरा चाहिँ लीला डराएरै चढेन अनि लीलाले अब लीला डराएर चढेन अरे दाजु तपाईँ पनि अलिक जोगिनु है दाजु भर्खर कुदाउनेमा त गाह्रो हुन्छ ए मलाई नि हिजो त्यसो भन्दै थियो लीलाले यति साह्रो विश्वास गर्नुपर्छ कहाँ हिँडेर कहाँ पुगेर आउने मान्छेलाई त्यो हिँड्ने मान्छे भाँडे यहाँ आउँछ है म त विश्वास गरेरै हो त्यही पनि नोक्सान छोडेर अब वाजाङ पनि छोडेर हामी चाहिँ अब सिधै मेन रोडदेखि चाहिँ हाइवे पक्रेपछि अब ठ्याक्कै ग्राउन्डमा मात्रै हाम्रो भेट हुन्छ अब चाहिँ हामी ग्राउन्ड आइपुगिसकेका छौँ र सबैजना यहाँ ग्राउन्डमा आइसकेका रहेछन् र हाम्रो मदन दाजुले त्यहाँ सलाम ठोक्दैछन् केटाहरूलाई र अब हामी हाम्रो कार पार्किङ गर्न लाग्दैछौँ उता अरू साथीहरूले पुरै पार्किङ गरेर ड्याममा भराइसकेर छ अब हामी चाहिँ यहाँनिर पार्किङ गर्दैछौँ ल अब झरौँ केटा हो अब सबैजना झरेर ड्रेस लगाएर चाहिँ हामी पनि रेडी हुनुपर्छ ल आइ पनि पुग्यौँ गन्तव्यमा र मदन दाजुले डिकी खोल्नु खोज्दै हुनुहुन्छ बुढाले डिकी खोल्न सक्नु भएन र मैले डिकी अनलक गरेर खोल्न दिन्छु ल मुकुमलाई मोबाइल पनि दिएँ अब हामी चाहिँ हाम्रो यो गन्तव्यसम्म आइपुगेको भिडियो स्टप गरेर गेमतिर लाग्यौँ 같이 왔어? 아, 유튜브?
카메라 찍고 그냥 찍는 거야? 네. 지하 찍는 거야? 네, 찍는 거예요. 같이 친다 이게. 아닙니다. 여기 우리 프렌드. 네. 우리 창원스. 창원. 처음 파란도? 아니요. 저기 지론. 시로누스. 예. 눈 하나 찍었거든? 이런 전화. 예. विचारको लागिरहेछ ल आने गोल अघि पनि लुकास अहिले पनि लुकास केटाहरूको पुरै गेम रेकर्ड गर्नु पनि ब्याट्री नपुग्ला जस्तो पो छ त्यो बनाउँदैन अनि विशाल भन्छ जी छ वान म्यान चाहिँ नछोडिकन होइन एउटालाई त समाएर टाढसाड खाइन्छ नि अभिषेकको अघि तिग्रामा समात्दा पनि गोल हानिन्छ जानी हारेर रहेछ जानी हारेर कहाँ जानी हार्नु र हौ लो फेरि उनीहरूसँग पर्दो रहेछ अनि कहाँ अनि हामीले नसकेर हारेको नि कहाँ जानी हार्नु र तर हामी जित्छौँ नसकेर हारेको नि अनि जित्छौँ हामी जित्छ नि राम्रो छ नि तिमी नि कृष्णलाई मात्रै पर राख्छु हजुर कृष्णलाई मात्रै पर राखेर बस्नु फेरि लो अनि कति पास है कस्तो खुट्टा सिकौ है कसरी हान्दो रहेछ एक बल छिराउने खुलित पार यसरी झुकाउँछ है एक बल मजाले समय नचल्नु हात पकालौँ त बडा हाल्नु अब हाम्रो गेम चाहिँ यो यहाँ टिमबाट जो हारेको छ गाली गर्छ त उनीहरूसँग हुन्छ है उनले आशा मारे कि हामी त त्यही पोस्टमा हो त्यही पोस्टमा सुतेर होइन बसिदिने हो यिनीहरूले फेरि सेट पनि साह्रो फुच्चे खोजेर बनाउँछ यार अनि सबै नयाँ आएकोहरू पनि सबै कलिलो केटाहरू जस्तो देखिन्छ हौ टिम पाइँदो रहेछ है हातले गोल हान्ने हातले त्यहाँ पुर्याउनु छैन भने त हातैले भयो भने पुर्याउनु पऱ्यो नि किपरबाट किन भने त्यही राखिदिने अहिले फेरि सिद्ध्यायो अनि अब उनीहरू